हाई एभ्रिवान, वेलकम टु माई कुकिङ मिनी भ्लग। आज चाहिँ म हजुरहरूलाई न्यू इयरको ठिक अघिल्लो दिनको कुकिङ भ्लग सेयर गर्न जाँदैछु। सुरुमा चाहिँ हाम्रो प्लान न्यू इयर इभको दिन बाहिर जाने र उतैतिर रमाइलो गर्ने थियो, तर त्यो प्लान चाहिँ केही कारणवश क्यान्सल हुन गयो। त्यसपछि हामीले चाहिँ घरमै बसेर रमाइलो गर्ने भन्ने निर्णय गऱ्यौँ। यो कुखुरा हामीलाई न्यू इयर इभको दिनै कसैले आएको थियो। हामीले यसैलाई काटेर न्यू इयर सेलिब्रेट गर्ने प्लान बनायौँ। अन्डा पार्न लागेको कुखुरा भएर होला यो कुखुराको मासुमा अलि बढी नै बोसो रहेछ। मासु काटेर पकाउनको लागि तयार पारिसकेपछि मासु काटेको वरिपरि ठाउँहरूतिर पनि एकचोटि पोछा लगाइदिए, किनकि मलाई चाहिँ एउटा काम लथालिङ्ग राखेर अर्को काम चाहिँ स्टार्ट गर्न मन लाग्दैन। खाना पकाउन अघि किचनमा कुनै काम बाँकी छ भने सुरुमा म त्यो काम सकाउँछु र अनि मात्रै खाना पकाउने काम गर्छु, किनकि मलाई चाहिँ खाना पकाउँदा किचन एकदम सफा भएको मनपर्छ। सुरुमा चाहिँ मैले भुजासँग खाने भनेर कुखुराको घट्ट कलेजो, आन्द्रा, अन्डा र थोरै मासु मिक्स गरेर भुटुवा बनाउँदैछु। मासु राम्ररी भुटिसकेपछि यसमा मैले बेसार, जिरा धनियाँको धुलो र धुलो खोर्सानी राखेर एकचोटि राम्ररी चलाइदिए। सबै मरमसलाहरू राखिसकेपछि यसलाई अब पाक्न दिनको लागि एकछिन चलाएर छोडिदिनुपर्छ। मासुमा मसला राखेको केही छिनपछि यसमा मैले थोरै बोसो र अन्डाहरू पनि राखिदिएँ। अन्डा सुरुमै राख्दा खुडिन्छ भनेर म चाहिँ मासु भुट्दा अन्डालाई सधैँ लास्टमा राखेर भुट्ने गर्छु। अन्डा राखेर एकचोटि राम्ररी चलाइसकेपछि अब यसलाई म ग्यासलाई लो हिटमा राखेर पाक्नको लागि एकछिन छोडिदिँदैछु। मासु पाकिन्जेल यहाँ चाहिँ म छतमा हरियो धनियाँ टिप्न आएकी छु। मलाई चाहिँ सब्जी अचारहरूमा हरियो धनियाँ राखेको असाध्यै मनपर्छ, त्यसैले मेरो घरमा हरियो धनियाँ कहिले पनि टुट्दैन। म चाहिँ प्रायः हरियो धनियाँ लगाइरहेको हुन्छु। यहाँ हाम्रो कुखुराको मासुको भुटुवा पनि पाकिसकेको छ। मैले हरियो धनियाँ र प्याजले माथिबाट गार्निस पनि गरिदिएँ। अब यसलाई म भुजासँग सर्भ गर्नेछु। यो न्यू इयर इभको भिडियो पोस्ट गर्न चाहिँ निकै लेट भइसकेको छ। फेरि हजुरहरूले अर्को न्यू इयरमा पोस्ट गर्दा भइहाल्थ्यो नि भनेर कमेन्ट चाहिँ नगरिदिनु होला। मलाई यसरी कुकिङ गरेको, घुमेको र रमाइलो गरेको भिडियोहरू बनाउन असाध्यै मनपर्छ र म भिडियोहरू बनाउँछु पनि, तर मेन प्रब्लम भनेको भोइस ओभर गर्ने टाइममा के बोल्ने, कस्तो बोल्ने भनेर हुन्छ। म चाहिँ अलिकति कम बोल्ने इन्ट्रोभर्ट टाइपकी छु नि त, बोल्नलाई खासै सिपालु छैन। त्यसैले भिडियोहरू बनाए तापनि के बोल्ने, कस्तो बोल्ने भनेरै मेरो टाइमहरू लस्ट हुन्छ। यो न्यू इयर इभ भ्लग पनि के बोल्ने भनेर सोच्दा सोच्दै पोस्ट गर्न यतिको लेट भएको हो। हामीले चाहिँ न्यू इयर इभ यसरी सेलिब्रेट गरेका थियौँ। हजुरहरूले चाहिँ के गर्नुभयो कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद।